नमस्ते साथीहरू। आज म फेरि यहाँहरूलाई सूर्योदयको दृश्य देखाउन गइरहेको छु। सूर्योदयसँगै यहाँको यो पर्यटकीय क्षेत्रको बारेमा म थोरै सामान्य चर्चा गर्न गइरहेको छु, जसले हामीलाई नेपालमा पनि सानोतिनो फाइदा पुग्छ भन्ने विश्वास लिएको छु। यो अगाडि देखिएको दृश्य भूमध्य सागरको हो। अहिले म स्पेनमा छु। स्पेनको आलिकान्ते प्रान्त अन्तर्गत यो कोस्टा ब्लाङ्का भन्ने एरियामा छु। कोस्टा ब्लाङ्का भनेको समुद्री किनार, जसमा प्राय सेता घरहरू रहेको स्थान भने जस्तो मोटामोटी बुझिँदो रहेछ। साथीहरू, आजको यो भिडियो तुलनात्मक रूपमा अलिक लामो हुने देखिन्छ। हेर्नु न, भूमध्य सागरको छेउबाट कस्तो मजाले अहिले सूर्योदय हुँदैछ। म यहाँ करिब 1 घन्टाको उकालो यो डाँडो चढेर आएर यहाँहरूलाई यो देखाउँदैछु। हेर्नु होला, अत्यन्तै मनमोहक छ। उज्यालो भइसकेको छ। यहाँनिर एकदमै सुन्दर, मनमोहक देख्न सक्नुहुन्छ। त्यो सूर्योदय भएको छेउको गोरुको जुरो जस्तो भएको डाँडो छ नि, यसलाई चाहिँ काल्पे भन्छन्। अहिले पुरै उज्यालो भइ नसकेको हुँदा, सूर्यको किरणहरू आइ नसकेको हुँदा त्यति प्रष्ट देखिराखेको छैन मेरो यो साधारण यो मोबाइलको क्यामेरामा। त्यो काल्पे भन्ने ठाउँ एक पर्यटकीय क्षेत्र हो, जहाँ सूर्योदय भइरहेको छ। त्यसको बायाँ साइडमा हेर्नुहोस् त, यहाँ करिब 27,500 जनसङ्ख्याले बसोबास गर्दा रहेछन्। 53% जनसङ्ख्या चाहिँ विदेशी नागरिकहरूको स्थायी बसोबास रहेछ यहाँ। विशेष गरी ब्रिटिस, रसियन, फ्रेन्च, नर्वेजियन, स्विडिस, नेदरल्यान्ड्स, इटालियन, रोमानियन, नेपाली, पाकिस्तानी, इन्डियन आदि धेरै देशका नागरिकहरू यो काल्पे भन्ने एरियामा बसोबास गर्दा रहेछन् मित्रहरू। सूर्य लगभग पुरै उदाउन आँटिसक्यो। ठ्याक्कै म बिहानै आएँ मर्निङ वाक गर्दै। सूर्योदयको दृश्यसँगै यहाँको सामान्यतया स्थान परिचय गरौँ भन्ने हेतुले म यहाँ आएको छु। यहाँको यो जुन कोस्टा ब्लाङ्का एरिया पर्यटकीय हिसाबले निकै राम्रो हब रहेछ। म पनि ग्रामीण विकासको विद्यार्थी भएको नाताले त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा बिएमा फङ्सनल पेपर मैले पर्यटन पनि एउटा विषय पढेको थिएँ। यसकारण म पर्यटनको विद्यार्थी हो त म भन्दिनँ, म ग्रामीण विकासकै विद्यार्थी हो र भूगोलको विद्यार्थी हो। एउटा पेपर मात्रै पर्यटनलाई सरसर्ती हेर्दा यसको सामान्यतया परिचय त पाइने नै भयो। यहाँको यो जुन स्पेनको पर्यटन छ, यहाँबाट हामीले के सिक्न सक्छौँ भन्ने उद्देश्यले साथीहरू माझमा देखाउनलाई साह्रै हुटुटी जागेर मैले यो निकै यो पहाडी यात्रा यहाँको उकालो चढेर आएर देखाउने जमर्को गरेँ। सूर्योदय पुरै भइसक्यो। अब सूर्योदय सँगसँगै यहाँको दृश्य देखाएर साथीहरूलाई केही स्थान परिचय म गराउनको लागि गइरहेको छु। यतापट्टि यो खासै राम्रो त देखिएन होला, यो आल्टिया हिल हो। यहाँ चाहिँ प्राय रुसी नागरिकहरू बस्दा रहेछन्। समुद्री दृश्य हेर्दै सौखिन मान्छेहरूले घर बनाएर बसेको अवस्था रहेछ। यसलाई आल्टिया हिल भन्छन्। यहाँ रुसी चर्च पनि रहेछ।
निकै आकर्षक र महँगो ठाउँको रूपमा यसलाई चिन्न सकिँदो रहेछ। म प्रोफेसनल क्यामेराम्यान होइन साथीहरू, त्यति व्यवस्थित नहोला। त्यसपछि यहाँ यतापट्टि यहाँनिर आएपछि यो समुद्री किनारमा जहाँ छ म तपाईँलाई देखाउँछु जुम गरेर। यहाँ एउटा पोर्ट पनि छ, यहाँ रमाइलो गर्छन् मान्छेहरू। यसलाई आल्टिया भन्छन्, यो एउटा नगरपालिका हो। यसमा चाहिँ करिब 24,500 जनसङ्ख्या अवस्थित भएको एउटा यो सानो सहर नै हो, नगरपालिका भनौँ न। यहाँ चाहिँ प्राय सबै घरहरू सेता छन् अनि टाइलका झिगटीका छानाहरू छन् प्राय सबै घरहरूमा। यहाँ चाहिँ एउटा करिब 400 वर्ष पुरानो गिर्जाघर रहेछ। अहिलेको त्यसको नयाँ भवन पनि 116 वर्ष पुरानो रहेछ र यसलाई निलो आकारको गुम्बज भएको गिर्जाघरको रूपमा प्रख्यात रहेछ र युरोपेलीहरू हेर्न आउँदो रहेछन्। यो निकै पुरातत्वको हिसाबले पुरानो बस्ती छ। यो क्यामेरामा त्यति अब राम्रो देखिएन। त्यसपछि यतापट्टि गएपछि साथीहरू माथि हेर्नुहोस् त, यहाँनिर त्यो प्लास्टिक टनल जस्तो चाहिँ प्लास्टिक जालीबाट बनेको फलफुलको लागि टनल हो। यो फलफुलको राम्रो एरिया रहेछ, सबै देखिएको छ नि। म पैदल हिँड्दै गएर एकपटक त्यहाँ हेरेको थिएँ। त्यसपछि त्यो प्लास्टिक टनलदेखि यता थोरै बायाँ लागेपछि यो माथिको भाग, यो भाग लानुसिया भन्दो रहेछन्। यसमा चाहिँ करिब 19,300 जनसङ्ख्याले बसोबास गर्दो रहेछ। त्यसपछि यहाँ आएपछि यो एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य स्थल रहेछ। यतापट्टि समुद्री किनार, यो समुद्री किनारमा दिउँसो मान्छेहरू घाम ताप्न आउँछन् र युरोपियनहरू भिटामिन डी को लागि स्पेन आउँदो रहेछन्। उत्तरी युरोपमा ज्यादा हिउँ पर्ने हुँदा त्यहाँ घरभित्र मात्रै मान्छेहरू बस्ने, घामबाट जोगिने, त्यहाँको प्राकृतिक वातावरण अनुसार उनीहरूलाई भिटामिन डी को कमी हुन्छ भन्ने लागेपछि यहाँ आउँदो रहेछन् यो ठाउँमा। यहाँको बडो अचम्म छ। हामी छोरो मान्छेहरूले चाहिँ हाफपट्टु अनिवार्य लगाउनुपर्छ। छोरी मान्छेहरूको लागि चाहिँ करिब 1.5 इन्चका 2टा डाला भए पुग्दो रहेछ। मैले त्यहाँभन्दा बढी बोल्न चाहिनँ। यो महिला प्रधान समाज पनि हो। अब हेर्दै जाउँ साथीहरू, यो ठाउँलाई आल्बिर भन्छन् है। यहाँ करिब 5,000 जनसङ्ख्याले बसोबास गर्दो रहेछ। प्राय नर्वेजियनहरूको घर हुँदो रहेछ यहाँ, नेदरल्यान्ड्सहरूको। एकदम यहाँ यो महँगो, मलाई त यो सहर चाहिँ, यो सानो सहर यो 5,000 जनसङ्ख्या भएको सहर ठ्याक्कै मलाई अस्ट्रेलियाको सिडनी जस्तो लाग्यो। धेरै व्यवस्थित छ यो। अपाङ्गता मैत्री फुटपाथदेखि लिएर यो फुटबल मैदान। स्पेनमा हरेक साना साना सिटी पालिकाहरू सबै ठाउँमा फुटबल मैदान हुँदो रहेछ। अब यतापट्टि आउँ, यो आल्बिर जुन छ नि, यसलाई समेट्ने आल्फास भन्ने एउटा नगरपालिका रहेछ यो ठाउँ। कस्तो राम्रो सहर है, झन् हाम्रो धरान जस्तै छ। माथि भेटारबाट देखिने धरान जस्तो छ हेर्नु त। यो आल्फास चाहिँ करिब 21,000 जनसङ्ख्या बस्दो रहेछन् यहाँ। त्यसपछि गएर यतापट्टि यो डाँडो, यसको बहुत रोचक किस्सा रहेछ। म त्यतातिर गइनँ, कुनै दिन त्यसको बारेमा पनि भिडियो बनाउँला। त्यसपछि गएर यो टावरले छेकेको ठाउँ छ, त्यो परको त्यो चाहिँ यो टावरले छेक्यो बेनिन्डोम भन्ने एरिया छ। ठ्याक्कै एक सर्टमा मैले खिच्न सकिनँ। म यहाँहरूलाई अर्को सर्टमा खिचेर म यहाँहरूलाई जोड्नेछु बेनिन्डोमको बारेमा। पक्नुहोस् है। साथीहरू, तल एउटा रेल कुद्दैछ नि, ट्राम देख्नुहुन्छ? यो ट्रामको चाहिँ इतिहास
112 वर्ष पुरानो इतिहास रहेछ। सन् 1914बाट स्थापित रहेछ। यो डेनियाबाट बेनिड्रोम हुँदै त्यहाँ चेन्ज गरेर अलिकान्तेसम्म पुग्छ। हेर्न सरर रेल कुदिरहेछ। यो ट्राम यहाँको अन्तरनगरहरूलाई जोड्नका लागि प्रयोग हुन्छ। यहाँ अन्तरनगर बसहरू छन्। अनि यो सानो रेल ट्राम भन्छन् यहाँ। यो ट्राम चाहिँ करिब 3वटा बस बराबर एउटा ट्राम छ। 1 घन्टामा एउटा मात्रै चल्छ। तैपनि हाम्रो लागि त कहाँ हो कहाँ उत्कृष्ट भयो नि। बार्सिलोनामा त 2-2 मिनटमा मेट्रो आउँछ। यहाँ 1 घन्टामा ट्राम आउँछ। यो दूरदराज नि हो राजधानी सहरबाट। र पनि सहरी सुविधाहरू शताब्दीौँ अगाडिदेखि चालु छ। मित्रहरू, सल्लेरी सुसाइरहेको छ। मैले बोलेको प्रश्न बुझिन्छ बुझिँदैन, छुट्टै आनन्द आइरहेको छ। बोल्ने भन्दा पनि सल्लाहको सुसाइ नै सुनेर यो हावा खानु जस्तो लागिरहेको छ। यो अगाडि देखिएको दृश्य यो बेनिड्रोम भन्ने सहरको हो। यहाँ करिब 77,500 जनसङ्ख्याले यहाँ बसोबास गर्दा रहेछन् यो सानो ठाउँमा। यो बेनिड्रोमभन्दा अगाडि अलिकान्ते इन्टरनेसनल एयरपोर्ट भएको सहर पर्दछ। त्यहाँ मेरो क्यामेराले भ्याउँदैन, धेरै टाढा छ। यहाँभन्दा अगाडि गएपछि यो बेनिड्रोम अत्यन्तै आकर्षक पर्यटकीय गन्तव्य रहेछ। यो समुद्री किनारमा घाम ताप्ने, यहाँ रमाइलो गर्ने, नाचगान गर्ने गरी युरोपेलीहरू भेला हुँदो रहेछन्। मान्छेहरू जब विकासको चरम उत्कर्षमा पुगेपछि प्रकृतिमा फर्किँदा रहेछन् भन्ने दृश्य यहाँ देख्न सकिन्छ। जथाभावी रमाइलो गरेको ठाउँमा मोबाइल क्यामेरा इत्यादि चलाउने कुरो भएन। शब्दमा व्यक्त गर्नलाई मैले सकिनँ, किनभने हाम्रो नेपाली सामाजिक मूल्य मान्यता अनुसार यहाँ देखेको कुरा सबै भन्नु भने फटा भइन्छ। मैले यति नै भन्न चाहेँ। त्यसपछि यो भूमध्य सागरको अर्को छेउ भर्खर घाम झुल्केको हुँदाखेरि धेरै रमाइलो दृश्य छ। यहाँ हेर्नु न, है मान्छे यहाँ घुम्न आउँछन्। अब तल समुद्री किनारमा बस्तीहरू, अनि यो खैरते पाखाला पनि कति राम्रो बनाएका छन्। मैले यो कोस्टा ब्लाङ्का एरिया जहाँ त्यो अलिकान्तेदेखि अघि मैले उता देखाएको यो उता डेनियासम्म, यो डाँडाले छेकेर म उता क्यामेरा घुमाउनु मैले सकिनँ। यहाँ करिब 20 लाख जनसङ्ख्याले बसोबास गर्दा रहेछन् साथीहरू। यहाँनिर मैले किन यो जोड गरिराखेको छु भने यो भिडियो बनाउनको लागि हाम्रो सप्तकोशीको किनारको कोशी टपु वन्यजन्तु आरक्षितदेखि उकालो लागेपछि अरुण उपत्यका हुँदै मकालु बरुण राष्ट्रिय निकुञ्जसम्मको एरिया जुन छ हाम्रो कोशी टपुदेखि माथि लागेपछि अरुण उपत्यका भनौँ न, अरुण उपत्यकामा यही स्तरको पर्यटनको विकास गर्न सकिन्छ भन्ने म तर्क पेश गर्न चाहन्छु यहाँहरू समक्ष। त्यसको लागि सर्वप्रथम त यो एरियामा तल पोर्चुगलदेखि माथि फ्रान्ससम्म जानको लागि यहाँ 4 लेनको मात्रै सडक छ, स्तरीय सडक छ। हामीलाई कोशी करिडोरमा 2 लेनको यस्तै फास्ट ट्र्याक मोडलको सडक भइदिए त्यहाँ हस्पिटालिटी सम्बन्धी, अतिथि सत्कारसँग सम्बन्धित कलेजहरू, स्कुलहरू, अनि अस्पतालहरू, सुरक्षाका लागि प्रहरी चौकीहरू आदि इत्यादि सहरी सुविधा सम्पन्न सहरको विकास गर्ने कन्सेप्ट हाम्रा जनप्रतिनिधिहरू, प्रशासकज्यूहरू, हाम्रा इन्जिनियरज्यूहरू र नीति निर्माताहरू सबैमा भइदिएदेखि अरुण उपत्यकालाई यो कोस्टा ब्लाङ्का जस्तै त्योभन्दा उचाइमा हामीले पर्यटन विकास गर्न सकिन्छ भन्ने म आफ्नो राय व्यक्त गर्न चाहन्छु। मैले व्यक्त गर्ने राय मात्रै हो, गर्न सक्ने केही होइन। यहाँहरूलाई यो जुन आकर्षक सहर जहाँ प्राकृतिक वस्तुलाई पनि मान्यता दिएर गरिएको जुन यो विकास छ, हेर्नुहोस् न, सहर सँगसँगै जङ्गल, है, घरै पछि रुखहरू कति आकर्षक छ होइन। हाम्रो पनि यस्तै हुन पर्छ सबैतिर। हाम्रो त प्राकृतिक रूपमै छ।
प्राकृतिक चिजहरूलाई पनि हामी त नष्ट गर्नेतिर गइरहेका छौँ, हामीले संरक्षण गर्नुपर्छ भन्ने कुरो राख्न चाहन्छु। यहाँहरूले हेरिदिनु भयो, मैले जानी नजानी बनाएँ, धेरै धेरै धन्यवाद। हस्।